एकै दिनमा 40 जना मर्छन् भने झन्डै 500 जना घाइते हुन्छ। यसरी नसक्ने भएर उनीहरूले एट्रिसन ट्याक्टिक्स युज गर्छ। नम्बर 1, उनीहरूको लिडरले केही आर्मीलाई पहाडको वरिपरि पठाउँछ र पानीको मूल स्रोत पत्ता लगाएर त्यो सबै बन्द गर्न उनीहरूलाई अर्डर दिन्छ। नम्बर 2, पहाडको वरिपरि सबै आर्मीले घेर्न लाउँछ र कोही पनि नयाँ इन्फर्मेसन भित्र जान नपाओस् भने। नम्बर 3, उनीहरू अगाडि जाँदैन र परैबाट आक्रमण गर्न निर्णय गर्छ। यो ट्याक्टिक्सले गोर्खा सेनाको हरिविजयको हुन्छ, तर पनि गोर्खा सेनाले ढुङ्गा र बन्दुकले मात्र युद्ध गरेर बस्छ, बिना पानी बिना केही खाना। यस्तो हरिविजय हुँदा उनीहरूले युद्ध गरेर बस्छ र उनीहरूको एउटा रेजिमेन्टले के लेख्छ भने उसले जिन्दगीभर यस्तो बहादुरी र स्थिरता उसले कहिले पनि देखाएको छैन। न त मर्नदेखि डराउँछ न त भाग्छ।